स्टाइलिङमा इन्ट्रेस्ट लाग्छ भने यो भिडियो हजुरको लागि।僕元学園卒業生गुन्दा देश। मैले चाहिँ यो नाम गरेको गएकोबाट 2 वर्षको हेयर ब्रेसिङ कोर्स कम्प्लिट गरेको र यो बिचमा चाहिँ मैले फ्री हेयर कटिङहरू पनि गरेको थिएँ र आउँदो दिनहरूमा पनि गर्न चाहन्छु। तर अबदेखि गर्ने फ्री हेयर कटिङहरू चाहिँ अलिकति डिफ्रेन्ट टाइपमा गर्न चाहन्छु। पहिला चाहिँ मैले मेरो मोडलको चोइस अनुसार हेयर कटिङ गर्थेँ भने अबदेखि चाहिँ मैले मेरो चोइस अनुसार गर्नेछु। कस्तो टाइपको कटिङ गर्ने भनेर चाहिँ मैले अहिले फिक्स गरिसकेको छैन। आउँदै दिनहरूमा म अपडेट गर्नेछु र म जोसुकै होस् म सबैलाई एक्सेप्ट गर्न तयार छु हैन। र अर्को कुरा चाहिँ हजुरहरू भर्खर जापान आउनु भएको, काम पाउनु भएको छैन, काम कसरी खोज्ने, ल्याङ्ग्वेजमा कमजोर हुनुहुन्छ, ल्याङ्ग्वेजलाई कसरी राम्रो बनाउने, अथवा सेन्मङ्गाको अब खोज्ने बेला भयो कसरी खोज्न सकिन्छ भन्ने खालको कुरा बुझ्न चाहनुहुन्छ भने चाहिँ आउनुहोस् मसँग हेयर कट गर्नुहोस्, मैले मेरो एक्सपिरियन्सहरू सेयर गर्नेछु।